यसले केको बिउको लागि यो बिउ उब्जाउनको लागि हिँडिरहेको छ रहेछ छर्नको लागि। यो अघि भुमरी आएर पुरै यो ढलाएको थियो नि त गोपीहरू, त्यो गोपीहरूलाई सबै उठाएर अहिले योले त्यो बिउ हो कि बिउै होला पक्कै पनि के चिजको बिउ यसले छरिरहेको छ। उम्रिसक्यो होला अनि त्यही भर्रै उम्रेको छ है ल। केको बिउ रहेछ है ल, पानी राखिरहेको छ यता। अलि पछि थाहा हुन्छ यो केको रहेछ भन्ने कुरो। यो अहिले यति बेला यो युरिया राखिराखेको जस्तो लाग्यो, देखिरहेको छ मैले। युरिया आजभोलि त युरिया नराखेसम्म केही कुराहरू पनि राम्रोसँग ओहो फेरि फुलकोपी पो लगाएको रहेछ ल। ओहो अघिको जस्तै भएछ ल। ल यति बेला त खुसी भयो नि, कोपी लिएर हिँडेको छ फेरि। ए अघि त्यो मिस्त्री आएर ट्र्याक्टर बनाइदियो, सबै गरिदियो ल। थ्याङ्क यू फर वाचिङ। र लाइक कमेन्ट पनि गरिदिनु होला है, लाइक कमेन्ट सेयर सब्सक्राइबहरू गरिदिनु होला। र यति बेला त सुँगुर लिएर हिँडिरहेको छ त। सुँगुर के को लागि हिँडायो फेरि? फार्मतिर पनि आबद्ध रहेछ क्या, हरेक कुरामा सक्षम। ल ओहो खोरबाट निस्केर भागिहाल्यो। यसलाई छोप्नको लागि यो दौडिरहेको छ है यति बेला। यो खोरबाट निस्किहाल्यो। हिलोमा गएर त्यो हिलोमा गएर यसले के आइडिया सोचिरहेको छ है। ओहो रस्सी लाएर खिचिरहेको छ। हिलोमा गडेको रहेछ नि त गएर, हिलोमा गडेको रहेछ। यसलाई निकाल्ने कोसिस गर्दैछ। यो यति मोटो छ अब निकाल्न धेरै गाह्रो भयो होला।